सुन झैं आमा तिम्रो काख माया दिने चौतारी पिपलु बर झैं आमा हो हाँसिराखे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलाई आमा हो हाँसी बसे है म भन्दा नि तिमी धेरै धेरै बाँचे बरिलाई व्यक्तिहरूले आफ्नो सुरक्षा आफै गरेर बर्खा बेला मध्यनजर गरेर बर्सातलाई मध्यनजर गर्दै कहीँ कतै बाहिर निस्किनु हुँदाखेरि सेफ भएर निस्किनु होला भन्न चाहन्छु। अनि साथै सहरी साधनमा विशेष गरी बाइकहरू चलाउने बाइक स्कुटर चलाउने व्यक्तिहरूले चाहिँ हेलमेटको प्रयोग गर्नुहोस् भन्न चाहन्छु। हेलमेटको प्रयोग गर्नुहोस् भन्न चाहन्छु। त्यसपछि साथमा रेनकोट अनिवार्य रूपमा बोकेर यात्रा तय गर्नुहोस् भन्न चाहन्छु। सम्पूर्ण व्यक्तिहरू सुखी रहनुहोला, खुसी रहनुहोला। बर्खाको बेला बर्सातबाट बच्नुहोला। सबैले आफ्नो सुरक्षा आफै गर्नुहोला भन्न चाहन्छु। अनि वर्तमान अवस्थामा काठमाडौँमा यति बेला चारैतिर बादलले घेरेको अवस्था छ। साथै झमझम पानी पनि परेको अवस्था छ र त्यो कारणले गर्दा सहर क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण जनताहरूले गाउँमा खेती किसानीको बेला आएको छ। विशेष गरी आफ्नो जीवनको सुरक्षा गर्दै खेतीपाती सुरु गर्नुहोस् भन्न चाहन्छु। साथै सम्पूर्ण व्यक्तिहरूले यो मेरो युट्युब च्यानललाई चाहिँ नि सब्सक्राइब गरिदिनुहोस् भन्न चाहन्छु। धन्यवाद।